कालीको माथितिर पैड हुने चलन हुन्छ अनि यहाँ सुर्खेत झड्याका मान्छेहरू 1 गते र 15 गते यहाँ पैड जस्तै हुन्छ अनि दुःख सुख आम्ना साटासाट गर्ने अनि आज हामी दिदीहरू दाजुभाइ बोबा बज्यू भनेर मामा माइजू सबै देउडा खेलिकन घर जाने बेलाका देउडाले हानाहान गर्न लागेका छन् अब यहाँ कालीकोट र हुम्लाको हानाहान हुन लागे जस्तो छ अनि अब आम्ना नाउँ भनेर देउडा हानाहान गर सुरुवात मेरो नाम विमला उपाध्याय नरननाथ गाउँपालिका कालीकोट जिल्ला नमस्कार मेरो नाम युवराज भण्डारी हुम्ला जिल्ला ल अब गीतैबाट खान जाने म जडी न तर बिकै छ आयाउ र आनन्द माने बाइजाउला ठिकै छ ठिकै छ ए म पनि फाल्लाले आया तम्रा कालीकोट फल खाउँ कि जडाउँदै बसौँ सुन्तलाका बोट अरु ताली वर्ष वर्ष मे पानी छाताले तर्साउँला हुम्ला जडीबुटी ल्याएपछि मायाले वर्षाउँला ए तम्रा हाम्रा देउडा कन दर्शकको ताली छ म पनि क्या गरी आउनु हजुरको माली छ ला सुटिने हो कि परालोको माली यहाँ तम्रो बगैँचा खाली यहाँ मेरो कोल खाली ए बाइजान्दो भने बाउली सुमाउने छन् बाइजालो भने बाउली सुमाउने छन् उसैकोटा बदलले छन् उसै घुमाउने छन् बाहिर डुल्न काहीँ नजानु घरै अन्य धन्दा कहिले काहीँ पढिया छौ कि बामनका फन्दा ए बिरानी सम्झ्याएको छैन आम्नी त आम्नी हौ भन्दा पनि पढि गए बाम्न कि बाम